रिस नियन्त्रण गर्न रिस नहुने कारण रिस हुने कारण कुरा नबुझेर अन्डरस्ट्यान्डिङ नबुझेर बुझ्नु भएन कसैले तपाईँलाई गाली गर्यो नि होइन त्यो गाली उसको समस्या हो नि तपाईँको समस्या होइन नि तपाईँलाई कसैले राम्रै भनौँ उसको समस्या हो नि तपाईँ अरूको समस्यामा किन समाहित हुनुहुन्छ रिसाउ हेर्नु म त के भन्छु भने जीवनमा एकछिन पनि धेरै बेर होइन रिसाउनु पर्ने तनाव हुने कुनै कारण जीवनमा छँदै छैन मित्रहरू किनभने रिसाउने भनेको कुरा नबुझेर मात्रै हो तपाईँ अन्डरस्ट्यान्डिङ अवस्था हामी आउँछ नि त हामीले रिस हुँदै हुँदैन अरूले गाली गरेर निन्दा गरिसाउनु भनेको त उसको समस्या हो नि त्यहाँ लाग्नु जरुरी छैन नि हामी रिसाउने भनेको अरू कारणले हो कि हेर्नुहोस् नि हामी आफै कहिले रिसाउँछौँ तपाईँ आफै कसरी तपाईँले रिसाउनु सक्नुहुन्न नि एक्लै आफूले आफैले रिसाइँदैन नि अरू कारणले हो नि कारण अरू हुन्छ हो अरूले तपाईँलाई गाली गरो तपाईँले भनेको मानेन होइन यसो भन्नु मानेन त उसको निजी समस्या तपाईँ किन रिसाउँछ अरूको समस्यामा हामी अरूको समस्यालाई आफ्नैमा रिसाएको रिसाउने कुनै कामै छैन व्यक्ति कहिले पनि रिसाउँदैन हेर्नुहोस् र रिस तनावको कुनै अर्थ छैन यदि यो सुन्नुहुने कसैले पनि रिस र त भइहाल्छ तनाव त भइहाल्छ भन्नुहुन्छ भने मसँग आउनु होला म ऐनातिर छलङ्ग बनाइदिन्छु हामी रिसाउनु पर्ने तनाव हुनुपर्ने कुनै कारण जीवनमा छँदै जस्तै भन्नु मलाई कसैले एक गधा भन्यो बाटोमा हिँड्दा मलाई एक गधा भन्यो म रिसाउने कि नरिसाउनु भन्नुहोस् त रिसाउने सामान्य कुरा गर्दा रिसाउने मैले अहिले यहाँ नयाँ जान्छ मलाई एक गधा भन्यो भने म रिसाउनु पर्ने कुनै कारण किन आँखा बिग्रेको त उसको हो नि प्रभु म त मान्छे हो नि भाइ म कहाँ गधा हो र भाइ अनि हामी गधा भने ती पाखुरा हामी गधा भएर प्रमाणित गर्न थाल्छौँ कि हेर्नुहोस् नि कसैले मलाई बाटोमा गधा भन्यो भने उसको आँखा बिग्रेको म चुप हिँडे हुन्छ कि म गधा होइन म मान्छे हो नि त हो यति सोच्नुपर्छ त्यसले कुरा नबुझेर हो अरूका कारणले रिस उठ्ने हो कसैले हामीले भनेको मान्न उसले कुरा बुझ्नु भाइ छोड लेट इट गो तर ठ्याक्कै रिस उठिहाल्यो रिसको बेलामा वेद कसैले पढ्दैन भन्ने एउटा भनाइ पनि छ यो चाहिँ यो सिद्धान्त दर्शन भयो हजुरले भनेको कुरा यसलाई ग्रहण गरेर जस्तो अहिले हजुरले भन्नुभयो रिसको कुरो गर्दा नि हाँस उठ्यो नि हामीलाई होइन अहिले त हाँस उठ्यो क्या रिसको जो प्र्याक्टिकल हुन्छ त्यो बेला त रिसै उठ्छ क्या फेरि यसलाई चाहिँ कसरी रिस उठेको बेलामा रिस उठेको बेलामा मौन रहनु बहुत राम्रो हुन्छ जब रिस उठ्छ नि मौन रहनुहोस् त्यसै त साइड भइहाल्छ हेर्नुहोस् राइट रिसको अरू कुनै त्यस्तो छैन रिस उठ्नु पर्ने नै कारण छैन हामीले कुनै कुरालाई व्यवस्थापन गर्ने त्यसको रुट कतिदेखि नै इलिमिनेट गर्ने हो बुझ्नुभयो र रिस भनेको कुरा नबुझेर अरूका कारणले हामी बढी रिसाउँछौँ अरू कारणले रिसाउने मान्छे मूर्ख मान्छे अथवा बुझ्नुपर्ने कुरा नबुझेर कुरा नबुझेर या बुझ्नुपर्ने कुरा नबुझेर कि बस यो कुरा त्यो आफ्नै कारणले मात्र रिसाउने अर्को कारणले हुँदै होइन रिसाउने मान्छे आफैको रिसाउँछ र तपाईँले रिस उठ्छ अलि सुत्दैन नि मैले रिस उठ्दैन अनि तपाईँले गाली तुरन्त रिसाउनु जानुहोस् त मैले गाली गर्दा मेरो समस्या हो नि तपाईँ मेरो समस्यामा किन सहभागी हुनु तपाईँ हाँसेर हेर्नुहोस् न कुनै कुरालाई हामीले रियाक्ट गर्ने कुराले मात्रै रिस उठ्दो रहेछ त्यो हाम्रो मनको प्रतिक्रिया मात्रै रहेछ रिस भनेको स्वयंको